सबैजनालाई नमस्ते अनि जय नेपाल। अब किन भन्दाखेरि मलाई 2070 सालमा चुनाव थियो त्यतिखेर मलाई अब त्यो मान्छेको नाम त नलेऊ, तिनी मान्छेको नाम त नलेऊ, तर तिनी मान्छेले चाहिँ मलाई के भनेको थिए भने मेरो पार्टीमा भोट हालिनस्, यति हालिनस् भने कुर्छु पनि भने हातखुट्टा भाँच्छु पनि भने तँलाई रातिमा यताउति हिँड्न पनि दिन्न, यताउति भेटाएमा हातखुट्टा भाँचेर थन्काउँछन् हाम्रो केटाहरूले पनि भने। त्यो याद मलाई अहिलेसम्म छ कि मैले जतिचोटि चुनाव आउँछ त्यो याद अहिलेसम्म राखिराखेको छु। तर यो वक्त कहिले आउँछ भनिराखेको छु। त्यो वक्त कुन दिन आउँछ भने जुन दिन मेरो घरमा भोट माग्न आउँछन् त्यो दिन भन्ने छु। अनि यिनी मान्छेहरूलाई मैले त्यतिखेर भनेको तिमीहरूले मलाई धम्की दिएर मैले तिमीहरूलाई भोट हालेम नहालम मेरो इच्छा, मैले कोला हालम, मैले तिमीहरूलाई भनेको थिएँ। मैले भने तिमीहरूले भोट धम्कीले भोट मागेर कहिले पनि चल्दैन, यो धम्कीले धेरै वर्ष चल्दैन, माटोमा पनि मिल्छौ भनेको मैले। अनि अब अहिले 2082 साल फागुन 21 गतेको चुनावमा फेरि भोट माग्न आउनु हुनेलाई हजुर नमस्कार मलाई भोट दिनुस्। अब त के खोया तिमीहरूलाई भोट। त्यही भएर मैले एउटा भिडियो बनाएको छु, सबैजनाले स्किप नगर्नु हेर्नु होला। अनि मन पर्यो लाइक कमेन्ट शेयर गर्नु। बाँकी भिडियोबाट अगर जोला मन पर्दैन मलाई गाली गर्नुस् के गर्नुस् ठीक छ गर्नु होला, तर त्यो भिडियो चाहिँ हेर्नु होला लास्टसम्म। बाँकी भिडियोबाट नमस्ते जय नेपाल। 2082 साल फागुन 21 गतेको चुनावमा भोट माग्न चाहिँ नआउनु है। नेपाली काङ्ग्रेस, एमाले, माओवादी अब घरमा भोट माग्न आएमा निषेध गरेको छु। आइहालेमा फेरि अब स्वागत गर्नु पर्ला।